साफीलाल धिमालको सूर्य हात्तीबारे कतिलाई थाहा छ? आज यसबारे केही जानकारी दिने प्रयास गरेका छौँ। त्यति बेला पूर्व पश्चिम राजमार्ग बनेको थिएन। गाडी वा आधुनिक सवारी साधनको कुनै नामो निशान थिएन। बर्खामा दलदल र हिउँदमा जङ्गली बाटो छिचुल्न साफीलाल धिमालको सूर्य हात्ती नै सबैभन्दा भरपर्दो साधन थियो। तर त्यो हात्ती केवल साफीलाल धिमालको शोक र सवारीको माध्यम मात्र रहेन, त्यो त सिङ्गो क्षेत्रकै जीवन रेखा बन्यो। गाउँमा कोही बिरामी, किसान वा विपन्न व्यक्ति बिरामी पर्दा अस्पताल पुर्याउने कुनै बाटो हुँदैन थियो। त्यस्तो बेला साफीलालले आफ्नै सूर्य हात्तीमा बिरामीलाई चढाएर उपचारका लागि विराटनगरसम्म पुर्याउने व्यवस्था गरिदिन्थे र उपचार खर्च समेत बेहोर्दथे। कानेपोखरी, पथरी र बैरवन क्षेत्रमा नयाँ पूर्वाधार वा स्कुल बनाउँदा काठका गरौँ खम्बा, मुढा र निर्माण सामग्री मानिसले बोक्न सक्दैनथे। त्यो सबै भारी सूर्य हात्तीले आफ्नो ढाडमा बोकेर कार्यस्थलसम्म पुर्याउँदथ्यो। विद्यालय जान टाढा हुने र बाटोमा खोला तथा जङ्गल हुने भएकाले साना नानी बाबुहरूलाई हात्तीमै चढाएर विद्यालय पुर्याइन्थ्यो। हात्तीको यो अद्भुत गुण र मानवीय योगदानको कदर गर्दै साफीलाल धिमालले निर्माण गरिदिएको एउटा विद्यालयको नाम नै सूर्योदय प्राथमिक विद्यालय राखियो। अझ अचम्मको कुरा त त्यो हात्तीको स्याहार, दाना पानी र घाँसको खर्चका लागि साफीलाल धिमालले 10 कट्ठा जमिन हात्तीकै नाममा दर्ता गरिदिएका थिए, जुन जग्गा पछि भौसाबारी माविलाई हस्तान्तरण गरिएको थियो। विक्रम सम्वत 2035 सालको एउटा कहाली लाग्दो दिन बैरवनको जङ्गल छेउमा रहेको गहिरो दलदलमा सूर्य हात्ती अचानक फस्यो। विशाल शरीर, दलदलको डरलाग्दो भास, हात्तीले निस्कन धेरै सङ्घर्ष गर्यो। गाउँलेहरूले र साफीलाल धिमालले बचाउन दिनरात अथक प्रयास गरे, तर प्रकृतिको क्रूर नियतिका अगाडि कसैको केही लागेन। वर्षौंसम्म मानव सेवामा समर्पित त्यो निष्ठावान जनावर त्यही दलदलमा डुबेर प्राण त्याग्न पुग्यो। साफीलाल धिमाल र पुरै गाउँ शोकमा डुब्यो। जसले गाउँलाई बाटो, स्कुल र जीवन दियो, ऊ सधैँका लागि माटोमा विलिन भयो। तर गाउँलेले उनलाई भुल्न दिएनन्। जहाँ सूर्य हात्ती डुब्यो, त्यो भूगोलको नाम नै सधैँका लागि राखियो हात्तीडुबा। आज पनि जो कोही हात्तीडुबा पुग्दा त्यो ठाउँले साफीलाल धिमाल र उनको सूर्य हात्तीको त्यो वियोगान्त तर गौरवशाली इतिहास सम्झाइरहन्छ।